हाम्रो समुदायमा अब हजुरलाई धेरैजनाले आमा भनेर चिन्नुहुन्छ है। अनि समुदायको यति धेरै छोरीहरूको आमा चाहिँ हजुर कसरी भन्न पुग्नुभयो? त्यो ठ्याक्कै भन्नुपर्दा यति धेरै छोरी मैले किन कमाएँ मलाई पनि ठ्याक्कै त थाहा छैन। तर मलाई एउटा मेरो बानी आनी सानेबाट के छ भने मैले जे खाना लाछु त्यो खाना चाहिँ मैले जो आउँदा पनि बाँटेर खाने बानी छ। थोरै होस् धेरै होस् जुठो खानेलाई जुठो पनि बाँड्ने र जुठो नखानेलाई भाँडामा जे जति छ त्यो पनि बाँटेर खाने। र मान्छेले के हुन्छ भने एउटा दुखाइ एउटा पानीको प्यास जसले बुझ्छ त्यसलाई नै आमा मान्छु मैले के अरे। तर त्यस्तै होला छोरीले पनि मलाई आमा मान्छ, मेरो बिहेभियरले पनि होला होइन। अब उनीहरूको चित्त बुझेकै छ होला त मलाई आमा भने नि, नभए त आमा शब्द त सानो शब्द होइन, त्यो लाग्छ। नमस्ते, म अस्मिता राणा, मलाई आकाश पनि भनेर चिन्छन्। म पहिला आकाश नै के र जब म यतातिर यो के अरे हाम्रो समुदायतिर भिजेँ, अलिकति घुलमिल भएँ, त्यस पछाडि आफूले आफूलाई मैले परिवर्तन गर्न लाएँ। किनभने मेरो जुन भित्री आत्मा थियो, आत्माले जे चाहन्थ्यो मलाई एउटा छोरी भन्दै हुन्थ्यो। म जन्मिँदाखेरि बालक भएर जन्मे तापनि मलाई एउटा बालिका एउटा छोरी भन्दै हुन्थ्यो भन्ने मेरो इच्छा चाहना थियो र त्यो मैले पाएँ पनि। किनभने मेरो कर्मको फल होला, अर्थात् मेरो मेहनत मेरो परिश्रम होला, त्यो पाएर अहिले चाहिँ म छोरीकै भेषमा छु। मलाई यसैमा खुसी लाग्छ। कति भयो हजुरले छोरीको भेषमा बस्न थाल्नुभयो? म ठ्याक्कै छोरीको भेषमा मैले यो समुदायको हो भनेर आफूले आफूलाई त एकदम हो नै भन्थेँ, कहीँ पनि हिचकिचाएन। तर पनि म छोराकै भेषमा हिँड्थेँ आजभन्दा पहिला। तपाईँको थाहा छ म 2074 सालदेखि म यो वेशभूषामा निक्लिएँ। किनभने मै माग्ने टेकी लुकाउने किन भन्ने आफूले महसुस गरेँ। त्यस पछाडि म यसरी हिँडेँ। म यसरी हिँडिसके पछाडि मभन्दा पछाडिका मभन्दा अगाडिका पनि म यसरी आउन नसकेर आउन सक्लान्, मेरो बुद्धि विवेकले भ्याएको र उनीहरूले चाहेको गर्न सकौँला भन्ने मनसाय भएर चाहिँ म यसरी आएँ। बुवाले चाहिँ जहाँसुकै हिँड, खुट्टा नबिरा, सही ठाउँमा टेक, जहाँसुकै जा भन्नुहुन्थ्यो। त्यो चाहिँ मलाई एकदम गर्व लाग्थ्यो। किनभने म त्यसरी हिँड्दा पनि हिँड्थेन। म नचाहिने काममा साथीहरूले नराम्रो काम गरेकोतिर त्यो मैले देखेर पनि नदेख्नु गरेर मेरो बाटोमा हिँड्थेँ। किनभने मैले मेरो बाटो छोडेन। भन्नेले मलाई जे पनि भने होइन, तर मैले त्यो सुनेन। राम्रो भन्नेलाई हो र भने अझै सोधेँ, नराम्रो भन्नेलाई मैले वास्तै गरेन। मैले म यो हो भनेर चिनिसके पछाडि आफूले आफूलाई स्वीकारे पछाडि मेरै समुदायलाई समेटेर मेरै छोरीचेलीलाई बाटो देखाएर राम्रो अनि म चाहिँ रामग्राम नगरपालिका वडा नम्बर 12 मा छु। कतिजना बस्नुहुन्छ अहिले त्यहाँ? हामी ठ्याक्कै भन्नुपर्दा 7 जना छन्। कहिलेकाहीँ आउने जाने त छँदैछ, तर हामी त्यहाँ बस्ने चाहिँ 7 जना छौँ। 7 जना हजुरहरूको छोरीहरू? सबै 7 जना छोरी। हजुर सबैजनाको आमा छ देखिँदै हुनुहुन्छ हजुर चाहिँ। हजुरले अब आफूभन्दा तल 6वटा छोरीहरूलाई पालपोषण गरिरहँदाखेरि उनीहरूलाई बाटो देखाइदिइरहँदाखेरि उहाँहरूसँगको सम्बन्ध कस्तो छ हजुरले? उहाँहरूसँगको सम्बन्ध एकदम नङ्ग्रा मासुकै भन्नुपर्छ। किनभने उनीहरूलाई जन्म दिने आमा बुवा जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, उहाँभन्दा कम मलाई मान्दैनन्। उनीहरूले ती बुवा र आमालाई भन्दा कम मलाई मान्दैनन्। किनभने मेरोमा आउँछन्, पहिला बालक थिए अन्त केटा थिए भनौँ, केटी भए, कपाल थिएन कपाल ताले, लेङ्गा चोली थिएन लेङ्गा चोली लाए, म यो भनेर बोल्न सकेँ, बोल्न सकेँ, केही कुरा जान्न सिकेँ, के जान्न चाहे बुझ्न चाहे बुझेँ। र मेरोमा के छ भने मकामा बस्ने छोरीहरू असभ्य भाषा बोल्दैनन्, नराम्रो गतिविधि गर्दैनन्। किनभने हाम्रै समुदायमा पनि मेरै छोरीचेली पनि सबै राम्रा छन् भन्न नि मिल्दैन नि त, कतिपय त नराम्रा पनि छन् होइन। अब पेट भए पछाडि त भेट हुन्छ, त्यो पेट पाल्नलाई परिश्रम गर्न पर्यो। कसैले राम्रो ठाउँमा काम पायो होलान्, कसैले नपायो होलान्। म कहाँ आइसके पछाडि मैले चाहिँ के गर्छु भने अलिकति नाच्न सिकाउँछु, गाउन सिकाउँछु, सुरमा तालमा हिँड्न सिकाउँछु। अनि त्यो बाटो हिँड्ने जति राम्रो भए, अहिलेसम्म जति मेरो हातबाट मेरो पालन पोषणबाट गए उनीहरूले प्रगति नै गरेछन्। आउँदाखेरि जुन रूपले आउँछन् मेरो घरमा आइसकेपछि सज्जनै हुन्छन्। किनभने मेरो घरनालाई मैले त मन्दिरै मान्छु। किनभने भोलेनाथको आशीर्वाद होला, अर्थात् मामौलाको आशीर्वाद होला। उहाँहरूको आशीर्वादले गर्दाखेरि जो सज्जन भएर सभ्य भएर नै हिँडेका छन्। एकदम राम्रो हो यो मान्छे। हाम्रो कार्यक्रमहरू हुन्छ होइन, कार्यक्रम हुँदाखेरि कहिलेकाहीँ त रातबिहान एक्लै दुई पनि हिँड्नुपर्छ नि। त्यति बेला हिँड्दाखेरि भन्छन् मलाई अस्मिता भनेर थोरैले चिन्लान्, आकाश भनेर धेरैले चिन्छन्। अनि तपाईँ आकाशको घरको हो भने पछाडि हो। अनि उहाँ के अरे घरमा आउने पैसा भाडा नभएको खण्डमा हुनुहुन्छ भने पनि मेरो घरसम्म आउने चाहसम्म बनाइदिनुहुन्छ। हामी अघि पछि सबै भइन्छ होइन, त्यो थाहा छ। र म मर्दाखेरि मेरो छोरी रह्यो भने मेरो सिरानीमा बसेर रुने यो है भनेर चाहिँ मेरो एउटा सुमन भन्ने छोरी छ। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा आफ्नो कमाइको लागि होइन
इन्डियामा बस्छन् देहरादुनमा। ऊ चाहिँ मलाई लाग्छ किनभने दिन त मैले उसलाई सक्दिनँ, दिएको हिजो पनि दिन सकेको थिएन, आज पनि सकेको छैन, भोलि के गर्मा थाहा छैन। र अनि उसको कमाइ जमाइ सबै राम्रो पनि छ अहिलेसम्म मातारानीको आशीर्वादले। र अनि भोलि बिहान ऊभन्दा अगाडि म गयो भने मेरो सिरानीमा बसेर रुने ऊ छ है चाहिँ मलाई लाग्छ। फर्स्ट कुरा त ऊ आउँछे पहिल्यै हाँस्छी, अङ्गाले हाँस्छी अनि पछि बल्ल रुन्छी, किन यस्तो भयो त किन रुन पर्यो, जिन्दगी त हाँसेर कटाउने हो नि त, तिमीहरूको अगाडि म यस्तो छु त किन तिमीहरू रुन्छ किन भन्छ अनि त्यहाँ बल्ल आफ्नो कुरा पर्छ। पीडा त सबैलाई छ नि त, बाहिर जति हाँसे पनि जति गाए पनि झन् भित्रको पीडा छ नि त। पहिला जागिर पनि थिएन होइन, सबैले एक्सेल गरेको ठाउँ पनि थिएन। अनि दुईटी मात्रै बसेर अलिकति यति चामलमा नुन हालेर पानी हालेर उमालेर खाएका दिन पनि थिए। अनि फेरि अलिकति पछि आएर फेरि अलिकति ठुलै मिठै खिर पकाएर खाएको दिन पनि थिए। उसलाई मैले उसले 8 क्लासमा पढ्दै गर्दाखेरि अनि ऊ पनि आयो मतिर, अनि म पनि तपाईँको छायामा छु है, म पनि तपाईँकै सन्तान हो भनेर आए पछाडि उसको पनि घरको कथाव्यथा त्यस्तै थिए होइन। अब मैले भन्दा त उसले भन्दा राम्रो होला, कुनै जम्का भेट भएछ भने भगवान् कृपाले भइयोस् भने फेरि भेट। र सम्बन्ध कस्तो थियो भने ऊ पनि जब म कहाँ आयो मैले जे भन्यो त्यो गर्न लाग्यो, अनिकति घर बिर्सिँदै गयो। घर बिर्सिदिएपछि मैले के भने बुवा आमा हुनुहुन्छ, सबैभन्दा हाम्रो ठुलो भगवान् त बुवा आमा हो छोरी, जानुपर्छ जाऊ गर भने बेला बेला घर पठाइदिने, म पनि जाने गर्ने आउने गर्थ्यौँ। अनि जोस् अहिले त प्रगति पनि राम्रो छ उसको। जोस् उमा चाहिँ एउटा छोरीमा हुनपर्ने गुण पुरै छ के। भोलि बिहान मैले जस्तै 8-10जना छोरीहरू राखेर बस्न सक्ने क्षमता उमा छ। अनि पहिला मैले के भन्थेँ भने हामी सबै त्यो सर्जरी गरेर छोरी मान्छे बन्ने होइन, हाम्रो आत्मै छोरी हो होइन, हाम्रो शारीरिक जे भए पनि आत्मा चाहिँ छोरी हो, यसो नगर है, भोलि बिहान दुःख कति होला, गाह्रो होला, सधैँ म पनि नरहम्ला भनेर मैले सम्झाउँथेँ। अनि सम्झाउँदै पनि होइन अब जे भयो अब गर्नुपर्छ भने पछाडि ल त ठिक छ जाऊ, म घरमा पूजापाठ गरेँ, टिका टालो दिन सायद सबै हेराएर चुराएर ल जाऊ, यसरी जाऊ, राम्ररी जाऊ, सफल आऊ भनेर पठाएँ। अनि आइसके पछाडि अब उठाउन नसक्ने, उठ्न नसक्ने, बस्न नसक्ने अवस्था हुन्छ। अब हामीले सूर्य भगवानको मुख हेरिँदैन, छोरा मान्छेको मुख हेरिँदैन, त्यो बेलामा हाम्रो 4 दिनसम्म गुफावास हुन्छ। अनि त्यो सबै अब चिया पानी के खाने सबै मिलाउन पर्यो। अनि त्यो गर्दाखेरि चाहिँ अलिकति दुःख हुन्छ, तपाईँको 3 महिनासम्म त अलिक दुःखै हुन्छ। 40 दिनमा हामी चाहिँ हल्दी रसम गर्छन्, 41 दिनमा चाहिँ बुधबराई गर्छौँ, अनि त्यहाँ बल्ल सम्पन्न हुन्छ। तर त्यति बेला चाहिँ सबै कुरा हेर्नुपर्छ, एउटा गार्जेनको ठाउँमा हुनुपर्छ त्यति बेला, किनभने भर खुवाछु के भओस् भनेर बस्यो भने त्यसको स्वास्थ्य पनि हेर्नु पर्यो नि। भोलि बिहान टाइममा खान पाएन भने, टाइममा सुत्न पाएन भने यसलाई निद्रा लाग्छ कि लाग्छ छैन, यसलाई भोक लाग्छ कि लाग्छ छैन, यसलाई प्यास लाग्छ कि लाग्छ छैन, त्यो सबै कुरा हो। यिनी जति छोरीलाई मैले त्यो उस गरेर ल्याइसकेँ, गोठबडाहरू गरेँ होइन, त्यो गरेपछि अझै म अलिकति परिपक्व भएछु है भन्ने मलाई अझै महसुस हुन्छ कि आज त्यस्तो सम्झनाहरू त थुप्रै छ हाम्रो। वास्तवमा भन्दाखेरि अब के भनौँ, त्यही हो हाम्रो, त्यही माया नै धेरै पाइयो, साथ सपोर्ट धेरै पाइयो, त्यही नै सबभन्दा ठुलो कुरा हो। अनि दुःख सुखमा साथ दिनुभयो होइन, हाम्रो पीडा हुँदाखेरि होइन दबाई खुवाइदिनु भयो होइन, अनि उपचारको लागि मेडिकल धरि ल्याइदिनु भयो, अनि आफूलाई पेन हुँदाखेरि होइन धेरै स्वास्थ्य चौकीमा पनि जानुभयो होइन, सबै कुरा सिकाउनु भयो। अहिले चाहिँ छोरी पनि खुसी छ, म पनि खुसी छु। हाम्रो एक दिन बिराएर अर्थात् प्रायः दैनिकै कुरा हुन्छ, नभए एक दिन बिराएर चाहिँ कुरा हुन्छ। उसलाई केही गाह्रो साह्रो भने मलाई यस्तो भयो आमा हेरिदिनु है, यसो जाग गरिदिनु है भन्छ, अनि यसो यताउति गरेपछि उसलाई फेरि राम्रो भइहाल्छ। हो त्यसको त्यो मनको उसो होला के जस्तो विश्वास। नमस्ते, म अस्मिता राणा, तेस्रो लिङ्गे महिला। आज हाम्रो यो पिकनिक आयोजना कार्यक्रम थियो, विशेष गरेर हाम्रो के अरे पृथ्वीचन्द्र अस्पतालको के अरे हाम्रो अग्रज दिपेन्द्रजी हुनुहुन्छ, एआइपी सेन्टरका काउन्सिलर, उहाँको यो के अरे नेतृत्वमा आज यो पिकनिक कार्यक्रम कस्तो लागेको छ?